हेलो गाइस, नमस्ते सबैजनालाई स्वागत छ मेरो भ्लगमा। अहिले चाहिँ ट्यागका हामी सत्यवती मन्दिर मेलामा जाँदैछौँ। रातिको अब 6 बज्यो है। अब लगभग हामी अब 5-6 घन्टामा पुग्छ। हिँड्दै जाने अब रमाइलो हुन्छ। अहिले चाहिँ यति है, हाम्रो ग्याङ यही हो, उता माथि हो। अब भोलि हामी यस्तरी फर्किन्छौँ। ट्यागका हामी लगभग यहाँ लिम्बातिर आइयो है। ल सत्य हिँडेको मुदा बाटो यस्तो रमाइलो गरिरहनुपर्छ। जुन पनि आज त बहुत ठुलो लाग्ने पूर्णिया त। ल अहिले चाहिँ ट्यागका हामी लिम्बा खामै। ल लिम्बा आयो, ट्यागका मासु भुजा खाँदै खामै। ल रमाइलो गर्नुपर्छ। ट्यागका मासु भुजा खाएपछि भुजा भ्याउ के तिमीहरू सबै लिम्बा आएर यो रमाइलो चाहिँ। ल मासु भुजा। ल यो पर्मिन जायो बिचरा। देखेमा प्याज स्याज फुकेको कति काम गर्यो अनि ट्याक्क हामी अब यहाँ ट्याक्क अब ट्याक्क खाएर अब उकालो लाउडेमै लिङमादेखि अब खरेसम्म लिङमै ल। अब यहाँ लिङमादेखि अब लागिन्छ। अनि 9 बज्दैछ, रातिको 9 बजेछ। अब हिँड्ने हामी। ल अहिले चाहिँ ट्याग सिमले रुखमा आएको है। सिमले रुख, यो चाहिँ सिमले रुख सत्यवती क्षेत्र जाने बाटो हो, यहीँ हो। ल यो चाहिँ ट्यागको तपाईँको हामी लगभग धेरै बसियो क्या, लिङमा धेरै बसियो लगभग। यहाँदेखि अब लिङमाको यो लास्ट घर हो है। ल अब जाने यहाँ मसिना अलि 1 घन्टा माथिपछि मसिना हुन्छ। हाम्रो ग्रुप यहाँ आऊ, हामी यहाँ नास्ता सास्ता गर्दाखेरि धेरै बस्यो हामी। ल लगभग 2:30 बजे हामी सत्यवती मन्दिरको गेटमा आइयो। ल सत्यवती मन्दिरको गेट। अब ट्याक्क सिडी लाउनु, सिडी जानुपर्छ। ल पुरा नयाँ बनेको चिसो खाएर त यहाँ पुरा सब व्यवस्थै के बनिदिएको यहाँ यस्तो। टेका ट्याक्क ट्याक्क। ल यस्तो है। ल आयो सत्यवती मन्दिर आइयो। ल यो सत्यवती माता रक्षा गर है। ल यो सत्यवती मन्दिर त्यस्तो नगर्दैन, तातो लगाइदियो। तपाईँलाई पाठी ल्याउने छन्। उहाँको रोगलाई हराउनु लागि सत्यवती बज्यो यिनीका गाईलाई हे सत्यवती बज्यो। सत्यवती बजाई मनले चिताको सबै पुऱ्याइदिनु छ। मेरो घर आइ जा तँले चिचार भन्छ। ए सत्यवती बजाई म 83 साल लाउने बित्तिकै जर्मन जान पाऊँ एकदम पासौँ। ल कान ठाडा गरेर सुन है, त्यहाँ पुऱ्याइयो जा घर भन्। सत्यवती बजाई। ल है पुऱ्याइनु। ल अहिले चाहिँ ट्यागका हामी यो ट्यागका टप डाँडामा। अब चाहिँ यहाँ सनराइजको प्रतीक्षामा है हामी। अब यहाँ 4 बज्दै छ। लाउने चाहिँ हो उताबाट हो। ल कस्तै लाउने चाहिँ सनराइज कस्तै हुने चाहिँ अनि यहाँ प्रतीक्षामा हम। ल सनराइज हेरौँ भनेर हो के। ल मुन चाहिँ यो यस्ता भइसक्यो अहिले। लाइटवाला थियो है, लाइटवाला न प्यासवाला न लाइटमा हरि भाउ छ क्या। ओए सुन न यताबाट के ल जाँदा पर्यो जा हो जा। ट्याक्क 6 बजे मजा भयो है। आगो बाल्दै जाडो यस्तो खै जाडो औडै छ। आगो बालेर मजा हुन्छ नि त। जे होस्
भाल्न लाडे त अब चाहिँ दुनिकी हामी यस्तो हम ल है ल यो सनराइज दाइ उता हेर्न हिमालबाट कति राम्रो च्याट्ट देखियो ऊ च्याट्ट देखेछ खैरनी अनलाइन आयो 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 हेर कस्तो भुवा ल हेर बल्ल आयो यार त्यहाँबाट चाहिँ आउने हेरिरहेर अन्त कस्तो बिउनी चाहन्छ कस्तो के गर्छ कति हिँड्न नसक्छ यो गएको ठुलो ओहो नि यहाँ ठुलो त्यो सरोठी नाच्छ नि ल हेर बल्ल जम्मा भयो भने हाम्रो अनि हामी सुरोठी हेर्नु त्यहाँ ल है ल बसाउन बस्न सौरी बस्न बस के बल्ल हेर्न कौदी धेरै भयो त्यहाँनिर मान्छे हेर्न बिहान कोही केही छैन त जम्मा ल है अहिले चाहिँ हामी सत्यवती मन्दिरबाट झरेर अहिले लगभग सत्यवती मन्दिरको गेटमा आउन लागिसकेको छ अब हामी झर्दिउँ ल केटाहरू यो चाहिँ सन्तोष यो चाहिँ सन्दीप ल ऊ हाम्रो ग्याङ उता पछाडि है ल अब हामी तल्लो सत्यवती गन्छ तल्लो सत्यवती चाहिँ कलाकारहरू आउँछौँ है जाने अलि जाँदैछन् हामी अब फर्किन्छ गाइज अहिले हामी चाहिँ सानो सत्यवती छौँ है ल सानो सत्यवती यहाँ अहिले कलाकार आउँदै हुनुहुन्छ ल 3 बजीतिर रमाइलो भयो ल देख्न सक्नुहुन्छ यस्तो हो यहाँ मान्छेहरू सब जम्मा भएर उता ठुलो सत्यवतीबाट झर्दैछन् हामी चाहिँ अहिले सानो सत्यवती है सानो सत्यवती हिमाल हेर्न यता हिमाल कस्तो देख्यो ओहो दिनै जान्ने यार यहाँको दिनै जान्ने यार कति धेरै खाने यार हो बिसुन सुकाएन धेरै खान हिमाल हेर्न कस्तो देखियो ओहो यहाँ खतरा देखियो कि हिमाल दियोस् अरे मौसमले राम्रो देख्यो साथ देख्यो सबैले सब्स्क्राइब गरिदिनु गुमल डाँडा भला भनिदिउ न एकचोटि बन्दिन्छ पछि हामी लगभग चिया बगानसम्म चिया बगान ल सक्नुहुन्छ ल चियापत्ती यहीँबाट हुन्छ है ल यस्तो भइसक्यो अब यहाँ बसेर एक दिन
तर आज चाहिँ हिमाल ए परबिन कता गयो यार ए यहाँ आइज ल मान्छे आउने क्रम जारी छ ल सक्नुहुन्छ है गाइजहरू अहिले हामी सत्यवती मन्दिरबाट फर्किरहेको छौँ सानो सत्यवतीबाट यस्तो यो गाउँको बाटो पनि यस्तो जाममा पर्छ अहिले ल यो गाडी हेर्नु साइड दिने ठाउँ नभएर ल हेर्नु बाइक कस्तो कुनाबाट पेल्नु भएको छ उहाँले वहाँ हेर्नु उता ल उहीँ पारिसम्म गाउँको बाटो पनि जाममा पर्नलाई यति गाडी चल्नलाई यहाँ यस्तो हुन्छ ल छिर्छ किन बाइक त्यहाँ ट्याग गर्नुभएको छ ल बल्ल गयो आनन्दले गएर जानुभयो ल आनन्दले जानुभयो ल हेरे ल है ल राम्रै जानु है राम्रै जानु ल यस्तो छ नै ल हालत यस्तो हो ल जन्तीहरू आउनुभएको छ ल मैले चाहिँ माधवजीलाई राख्नु ए यहाँ त उसी नै ल है ल राम्रोसित आउने ल कुनु नपेल्ने छेउ पेलम